मैले जस लास्ट रहेछ क्या त्यो चाहिँ त्यहाँ कति भइसकेको रहेछ त्यो चाहिँ स्टुडेन्टहरूलाई गएर देखाउने टाइपको रहेछ क्या तर्साउँछ पनि रे कतिले तर्साइसक्यो अरे होइन बट त्यो दिनदेखि चाहिँ म एकदम बिमारीहरू भएको जस्तो भइरहेको थिएँ क्या गर्मी चाहिँ अहिले सिडनीमा पुरै लागिरहेको छ मान्छेहरू एकदम नाङ्गे भुतुङ्गे हिँडिरहेको छ उठेको टिभीमा मनुम्यानको भ्लग चाहिँ हेर्नुपर्ने हुन्छ साथीहरू म चाहिँ बिगेस्ट फ्यान हो व्हाट्स अप गाइज वेलकम टु माई अनदर भ्लग होइन यो मन्डेको भ्लग हो मैले चाहिँ लाइट रेलमा आउनुपर्छ नि त म काम गर्ने ठाउँ मैले चाहिँ फोन चलाउँदा त्यो स्टेसनै मिस गरेछु क्या मिस गरेको हो कि मेबी म अर्को ट्रेन लाइट रेलमा चढेँ कि मिस्टेकली होइन म त कहाँ कुन चाहिँ किङ्सफोर्ड भन्ने ठाउँमा आइपुगेँ क्या अब फेरि आधी घन्टा लेट भएँ म अहिले चाहिँ म यस्तो घाममा होइन अर्को लाइट रेल पुरा पर्खिरहेको छु यो मोर पार्क के भन्ने ठाउँमा मलाई आधी घन्टा लेट म काममा पुग्छु आज भन्ने कुरा थाहा भएको भए त म घरमा आधी घन्टा एक्स्ट्रा सुत्थेँ नि त होइन आधी घन्टाको पैसा त्यत्तिकै जाने भयो होइन अब एक त स्यालेरी आउने बेला भयो अब स्यालेरी आउनुभन्दा एक हप्ता अगाडिको विक त्यस्तो भएको भए त त्यस्तो साह्रो केही हुँदैन थियो तर अहिले यसो स्यालेरी आउने बेलामा यसो सोच्दाखेरि त आधी घन्टाको पे पनि जान्छ होइन तिमीमाथि अस्ति एक दिन पनि म छुट्टी बसेको थिएँ हावामा बिहानभरि यो बिहानको काम चाहिँ यस्तै हुन्छ क्या उठ्नै मन लाग्दैन हाई गाइज वेलकम टु माई न्यू ब्लग अनदर डे सेम ब्लग आज थर्सडे होइन म चाहिँ यहाँ चना ठ्याक्क बिहान कामदेखि आएर यति अहिले कति 2 बज्यो अनि बेलुका फेरि काम छ 4 बजे निस्किनु पर्ने यति बेलासम्म खानु पाएको छुइनँ अब खाना खाएर जाने टाइम हुन्छ कि हुँदैन सो अहिले चाहिँ म फिलहाल अहिले चाहिँ म खाना पकाउँदैछु अनि अर्को कुरा चाहिँ आज मैले होइन मेरो घरकोमा बस्नुहुने सिङ्गल रुममा बस्नुहुने दाइलाई मैले म भ्लग बनाउँछु नि दाइ भनेर पुरा एक्साइटेड भएर सुनाएको थिएँ होइन अनि त्यसपछि दाइले हुन्छ भनेर हेर्नुभयो होइन अनि खास गरी यस्तै बर्थडेको कुरा आएर क्या मैले लास्ट टाइम बर्थडे यसरी गरेको थिएँ दादा दिदीले मलाई यसरी सरप्राइज दिनुभएको थियो घरमा सबैजनाले यसरी सरप्राइज गर्नुभएको थियो होइन अनि दादाले हेर्छु नि त भनेर दादाले हेर्नुभयो अनि त्यसपछि पछि किन छोडेको भनेर यस्तै कुरा निस्क्यो अनि त्यसपछि म एकदम डिमोटिभेट भएको थिएँ नि त भनेर यसरी भने अनि दाइले कति राम्ररी मजाले सम्झाउनु भयो होइन अनि म आजको भ्लग चाहिँ क्याप्चर गर्दिनँ सोचेको थिएँ अनि जुन हिसाबले दाइले मलाई मतलब हुन्छ नि सम्झाउनु भयो नि अब सुरुमा त मान्छेहरू हाँसिहाल्छ नि मान्छेहरू भन्ने कति धेरै हुन्छ नगर यस्तो नगर उस्तो नगर भनेर र आफूले कन्टिन्यू गर्यो भने चाहिँ हुन्छ भनेर यसरी सम्झाउनु भयो अनि त्यसपछि त्यो वर्डहरू सुन्दा होइन अनि पछि अहिलेदेखि नै बनाऊ पछि गएर राम्रो हुन्छ होइन मान्छेले झन् चिन्छ यस्तो भनेर भन्नुभयो अनि त्यो कुराहरू सुनेपछि चाहिँ झन् धेरै मोटिभेट भयो क्या म यहाँ चाहिँ मैले टमाटरको अचार बनाउनको लागि रेडी पारिसकेँ मेरो बाबालाई चाहिँ नेपालमा हुँदा लास्टै बनाइदिनु पर्थ्यो जहिले नै टमाटरको अचार खानुहुन्थ्यो अचेल चाहिँ मलाई मन पर्न थालिसकेको छ अनि यहाँनिर चाहिँ मेरो चना र आलुको सब्जी यसो हेरिदिनु हेर्न पनि लगभग पाकिसक्नु लाग्यो अनि ओ माई गड धनिया पनि मैले हालिदिइसकेँ सो स्ट्यान्ड नभएर पनि हो क्या मलाई कस्तो पकाउनेवाला भ्लग गर्नै जान्दिनँ क्या म चाहिँ फेरि मान्छेहरूले कस्तो राम्रो बनाएर हाल्छ ए लगभग पाकिसक्यो नुन सुन सबै अघि चाकिसकेँ सबै ठिकठाक छ हालिसकेँ अनि अब चाहिँ टोइलेट सफा गर्ने घरहरू पनि सबै सफा हालिदिने आज चाहिँ मेरो टर्न टोइलेट चाहिँ सफै रहेछ सो मैले टोइलेटमा फोकस गरिनँ तर म टोइलेटको पिन चेन्ज गर्न आँटेको अनि किचनहरू सफा गर्छु अनि घरहरू सफा गर्छु टोइलेट चाहिँ सफै रहेछ हौ यतिको चाहिँ ग्यास पनि सफा गर्नुपर्ने हुन्छ होइन खानासाना सबै बनाइसकेपछि मेरो चाहिँ यहाँ टमाटरको अचार पनि भयो यहाँ सब्जी पनि भयो अनि यो चाहिँ खास गरी यसरी भिजाएर यो चाहिँ दादीले नै सिकाउनु भएको मलाई अनि यसरी भिजाएर एकछिन राख्यो भने चाहिँ
तातो पानीमा भिजाएर एकछिन राख्यो भने चाहिँ सफा हुन्छ। अनि यो तपाईहरु पनि हैन घरमा अब खानासाना पकाइसकेपछि चाहिँ ग्यास यतिकै नछोड्नु होला, लोदर लाग्छ रे। सो यतिको ग्यास सफा गरेर यो सबै सफा गरेर हैन यहाँको पनि ओ माय गॉड कस्तो देखेको हौ। योहरु पनि मैले सबै मेरो अघि लिक्विड डिटेक्टिभ भएको थियो, सो मैले मजाले सबै क्याप्चर गर्न पाइन। सो मैले चाहिँ यो टिस्यु र ग्लास क्लिनरले योहरु पनि सबै सफा गरे। अनि यहाँ माइक्रोवेभको भित्रको पनि सबै यसरी सफा गर्नुपर्ने हुन्छ। सो अब चाहिँ म खानासाना खाएर फोन लिक्विड डिटेक्टिभ भए पनि हैन यो फ्यान खोलेर यतिको टिभीमा मनुम्यानको भ्लग चाहिँ हेर्नुपर्ने हुन्छ साथीहरु। म चाहिँ बिगेस्ट फ्यान हो। अनि यहाँ मेरो फ्यानले गर्दाखेरि अलिकति आवाज अलिक घ्यार घ्यार आयो होला, त्यसको लागि माफी दिनु होला। यतिको गर्मी चाहिँ अहिले सिडनीमा पुरै लागिरहेको छ, मान्छेहरू एकदम नाङ्गे भुतुङ्गे हिँडिरहेको छन्। अनि म चाहिँ कालो लुगा लाएर काम जाँदैछु। यो चाहिँ फ्राइडेको भ्लग हो हैन। अनि म चाहिँ अस्तिको विक कति 1 हप्ता 10 दिन जस्तो भइसकेको थियो क्या मेरो यो राइट लेग पुरा दुख्नुभन्दा पनि एकदम भतभती पोल्ने हैन त्यो हुन्छ नि एनर्जी नै कस्तो ड्रेन हुने क्या मेरो। त्यो म एकदम एक्टिभ नै थिइनँ क्या कति दिनदेखि। अनि अब घरमा पनि अब निद्रा नलाग्ने राति हैन। अब तिमाथि म 11-12 बजेतिर अब सुतिहाल्नुपर्ने मान्छे, अब हुनु त ढिलो नै आउँथे घर, तर सुतिहाल्नुपर्ने मान्छेले पनि मलाई निद्रा नलाग्ने, त्यो टाउकोहरू एकदम भारी भइराख्ने, यस्तो मलाई पहिला कहिले पनि भएको थिएन क्या। अब काममा जाँदाखेरि पनि यस्तो टाउकोहरू भारी हुने, मलाई जानै मन नलाग्ने टाइपको एनर्जी हुन्छ नि एउटा। ओ माय गॉड आज पनि काम टाइपको हुने। अनि फेरि काम पुग्ने बित्तिकै पनि मेरो जिउ कस्तो भारी हुने, झन् त्यो भारी तातेको जस्तो हुने क्या। ठ्याक अर्को बिल्डिङ सरेको थिएँ, पहिला च्यान्सलरी भन्ने बिल्डिङमा गर्थेँ, अनि पछि बायोमा सरेँ। अनि त्यसपछि त्यो बायोमा सर्दाखेरि चाहिँ लाइक फर्स्ट डे चाहिँ दाइले मलाई त्यो एउटा लेभल 1 भनेर लानुभयो होइन। अनि त्यसपछि त्यहाँ गएर तिमी डस्टिङ र यो मप चाहिँ गरिदेऊ ल भन्नुभयो होइन। अनि हुन्छ भने मैले गरेँ। अनि पछि त्यो दिनदेखि होइन लाइक मन्डे गरेको थियो, मन्डेदेखि नै मेरो हात खुट्टाहरू कस्तो भारी हुने हुन्छ नि, खुट्टाहरू पुरा पोल्ने, म त्यो एनर्जी मेरो छँदै थिएन क्या। अनि कस्तो भइराख्ने, त्यो त्यहाँदेखि त मलाई त त्यो के भनौँ पुरै तात्तिरहेको त्यस्तो भइरहेको थिएँ। अनि आज चाहिँ यस्तै कुरामा दाइले मलाई भन्नुभयो क्या, त्यो बायोमा चाहिँ लाइक यहाँनिर चाहिँ कस्तो हुन्छ भने यतातिर चाहिँ लाइक बडी पनि डोनेसन गर्छन् क्या। पछि मरिसकेपछि चाहिँ त्यो बडी कि त युनिभर्सिटीलाई डोनेट गर्ने कि त हस्पिटललाई डोनेट गर्ने त्यस्तो हुन्छ क्या। अनि यहाँ जो नर्सिङ अब हुन्छ नि यस्तो मेडिकल फिल्डहरू पढ्नेहरूलाई चाहिँ त्यो रियल बडीलाई एक्जिबिसन हुन्छ नि, अब त्यस्तो टाइपको के गरेर उनीहरूले देखाउने टाइपको हुन्छ क्या। त्यो लेभलमा चाहिँ के रहेछ भने मैले जुन लेभलमा गएर डस्टिङ र मपिङ गरेँ नि, हो त्यो लेभलमा चाहिँ लाइक जिउँदै लास रहेछ क्या। लाइक जिउँदै लास त के भन्नु, लाइक के भन्नु खोजेको मैले, लाइक जस लास रहेछ क्या। त्यो चाहिँ त्यहाँ कति भइसकेको रहेछ, त्यो चाहिँ स्टुडेन्टहरूलाई गएर देखाउने टाइपको रहेछ क्या। अनि त्यहाँ काम गरेदेखि अनि त्यहाँनिर चाहिँ प्रायः त्यो एक्सेस एउटा मान्छे चाहिँ 2जना मान्छे चाहिँ बस्नै पर्ने हुने रहेछ। अनि त्यहाँ पुरा तर्साउने पनि रहेछ क्या। अनि तर्साउँछ पनि रे, कतिलाई तर्साइसक्यो अरे होइन। अनि मलाई चाहिँ सुरुमा चाहिँ त्यो दिन काम गर्दाखेरि त मलाई केही थाहा पनि थिएन। आज भन्दाखेरि त ओ माय गॉड त्यो दिनदेखि चाहिँ म एकदम बिमारीहरू भएको जस्तो भइरहेको थिएँ क्या। म चाहिँ डाइरेक्ट अर्को काममा आएँ। अनि आई गट $6 यहाँ एकजना काम गर्नेले, अब आज लास्ट हो नि त यहाँ दिउँसोको काममा 11 to 1 मा। अनि यसले मलाई कफी खानको लागि $6 क्रिसमस प्याक। ओ माई गॉड आई एम सो ओभरवेल्म। अन्त यो सानो अब हुन्छ नि रकम अरे पनि इट मिन्स अ लट टु मी। अब उसले बिचारा मलाई बोलाइदिएको क्या, फेरि $6.5 भनौँ न, $6.50। आई एम सो ब्लेस्ड। सो आज चाहिँ मेरो लास्ट काम हो क्या यो दिउँसोको काममा। 11 to 1 मात्र गर्थेँ यहाँ। अनि यो ब्याङ्क चाहिँ सर्नु लाग्यो अरे क्या। अनि सो इट्स माई लास्ट डे होइन। अनि कस्तो माया लाग्ने रहेछ क्या अब छोडेर जानु। त्यो एउटा हुन्छ नि अरू बेला चाहिँ दिउँसोको काम जान नपाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। आज चाहिँ कस्तो त्यो
के भन्नु नराम्रो भित्रैदेखि स्कुल छोड्दा कस्तो हुन्छ हो त्यस्तै हुँदो रहेछ क्या आफूले काम तिमीमाथि यहाँको इन्भाइरोमेन्ट यस्तो राम्रो छ होइन जस्तै यहाँको स्टाफहरू पनि कस्तो राम्रो छ अनि 2 घन्टाको काममा पनि कफी सफी सब खानु पाउने बिस्कुट सिस्कुट सब खानु पाउने हो त्यस्तो गर्छ क्या यिनीहरू चाहिँ आफ्नै फ्यामिली जसरी सोचेर काम गर भन्छ अनि आज छोडेर यही ठाउँ छोडेर जाने बेलामा चाहिँ कस्तो नराम्रो लागिरहेको छ हौ Oh my god. What? Ferry? बेटौला Ferry Vitola. That sounds Italian. No, Vetola. Vitola. Yeah. That sounds Italian. Ferry Yeah. Vitola. Ferry Vitola. Bye. See ya. Merry Christmas. Bye. You'll be coming in my vlog. No problem. Yeah, I'm a vlogger. Can you give the name? Yeah. Oh, he wants your first follower. There you Yeah. go. Yeah. YouTube blog or TikTok blog? YouTube. What's the name? By Opik Chia लेख्नु न BY So the first APEK photo I did when EK he was doing CHYA Yeah. 4 mailbox was Mr. सो गाइज मेरो रातिको सिफ्ट चाहिँ सकिसक्यो होइन अनि अब चाहिँ घर जान्छु 10 साढे 10 भइसक्यो अब घर गएर अनि खानाहरू त म बनाउँदिनँ आज मैले बुल्डक लिएको छु अनि चिज र बुल्डक हालेर म त्यही बनाएर खान्छु अनि आजको भ्लग चाहिँ यति नै हो होइन मेरो भोलि फाइनल्ली विकेन्ड भोलि बिहानभरि सुत्न पाउँछु सो आइ एम भेरी भेरी ह्याप्पी भन्नु अरे क्या अनि त्यही हो आजको भ्लग चाहिँ यतिमै एन्ड गर्छु थ्याङ्क यू फर वाचिङ